पीडित भनेर आएको महिलाकोमा जसरी कमेन्ट गरेर एउटा पीडितको आवाजलाई दबाउन खोजेको छौ र जसरी तिमीहरूले भिक्टिममा क्वेसन माथि क्वेसन गरेको छौ नि त्यो कुरा चाहिँ मलाई सहिसक्नु भएन। मलाई एकदम फ्रस्ट्रेट भयो। फर्स्ट कुरा तिमीहरू जो मान्छेले गल्ती गरेको छ त्यसलाई गर क्वेसन गर। गल्ती गरेको आरोप लागेको भनौँ न, गर क्वेसन गर। त्यसलाई प्रमाण माग न। तैँले गरेको छैनस् भने प्रमाण दे, गरेको छैनस् भने प्रमाण दे भनेर माग न। तिमीहरूको त बानी छ नि त नबोलेर। ओहो कति सहनशील, यति धेरै कन्ट्रोभर्सी आउँदा पनि बोलेनौ, भगवान्ले त कति माटोकै बनाएको रहेछ भनेर तिमीहरूले त देखाइरहेछौ नि त। त्यही भएर सबैले सिकिसक्यो क्या। अब बोल्दैनन्, कोही बोल्दैनन्। अब बोल्नेवाला छैन। तिमीहरूले क्वेसन गरे पनि एन्सर दिँदैनन् किनभने थाहा भइसक्यो नबोल्दाखेरि चाहिँ एकदम सहनशील हुने रहेछ, एकदम हुन्छ नि गल्ती नगरेको जस्तो हुने रहेछ, नबोलेर चाहिँ जितिने रहेछ भन्ने कुरा चाहिँ प्रुभ भइसकेको छ र अहिले चाहिँ कोही पनि बोल्दैनन् एक नम्बरमा। अनि अर्को नम्बरमा तिमीहरूको क्वेसनहरू चाहिँ यस्तो यस्तो थियो कि यति घटिया घटिया क्वेसन छ कि 1 वर्ष लाग्यो बलात्कार भएको थाहा पाउन भनेर। अनि यस्तो पागलनीले भनेको कुरा के पत्याउनु, गर कि गरेन नि। अरे पागल पो भएको होला त। ल पागल, त्यही पनि तिमीहरूले त्यस्तो पागल चाहिँ भन्न मिल्दैन किनभने नेपालमा अहिले हेर्ने हो भने 80% मान्छे चाहिँ डिप्रेसनमा होला। डिप्रेसनमा भएको हो क्या, कोमामा गएको होइन क्या, केही पनि थाहा नहुने। डिप्रेसनमा भएको मान्छेको होस चेतै नहुने भन्ने चाहिँ हुँदैन। र सबभन्दा मानसिक रोगी त म तिमीहरू जस्तोलाई देख्छु क्या, जसले चाहिँ यसरी कमेन्ट पर्साउँछ नि, एउटा मानवता नै बिर्सेर कमेन्ट पर्साउँछ नि, तिमीहरू सबैभन्दा ठुलो सबभन्दा खतरनाक मानसिक रोगी चाहिँ म तिमीहरूलाई देख्छु क्या। अनि केटा मान्छे भन्दा केटी मान्छेहरू यति धेरै छौ, छिछि कस्तो लाज लाग्छ यार मलाई। अनि हामीले अरू केटा मान्छेबाट चाहिँ के एक्सपेक्ट गर्नु जब कि छोरी मान्छेले नै बुझिरहेको छैन। अनि केटा मान्छेले कसरी बुझ्छ त यस्तो कुराहरू। जबसम्म तिमीहरूले आफूले भोग्दैनौ, आफ्नो परिवारमा यो कुराहरू समस्याहरू आउँदैन तबसम्म तिमीहरू नबुझ्ने नै रहेछौ क्या। यो कुराहरू नबुझ्ने नै